जस ठाउँ चाहिँ बवाल छ है, हाइकिङको लागि पनि प्लस घुम्नको लागि पनि है। काली सर अगाडि हुनुहुन्छ। यहाँबाट फर्किन लाग्यो है भनौँ न। माग्छ मेरो सबै डाइलग याद छ भनेकै त्योभन्दा अरू तैँले डाइलग छ। काले सर अगाडि छन्, बुझ्नु न यहाँ पानीको। काले सरले यस्तो गरेर नि त समात म धुन्छु अनि ओके छ। काले सर र म जाँदैछु। टन टन घाम लागेको छ यार, पानी परिरहेछ। भिजायो यार। हामी जानु पऱ्यो लेफ्ट। बोलो न बोलो। के बोलो बोलो हामी कता सिधै के कता यता 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 देखेर हो किन लाग्यो। लालचरले कता बाटो दिएर माछा हरायो पनि थाहा होला। हराउँदैन हो, हराउँदैन। बबाल रिसोर्ट यो त छेपाडीको उकालो जस्तो छ त। एउटा गाडी छैन, हामी जोसमा आइरहेको छौँ होइन। जोसमा होइन, यो बाटोमा हरायो पनि थाहा होला खालि। हाम्रो पर्सनल गाडी चाहिँ अगाडि जाँदैछ, हामी चाहिँ पछाडि। माथि होइन यहाँ कहाँ माथि बाटो यही हो, मलाई याद भयो अहिले। आज बसाइ बेला जस्तो छ। हिँडेर फोटा खिचेको थियो क्या मैले पहिला यता साइड। बङ्गाल भन्ने ठाउँ है, बबाल देखेको है पछाडि ऊ त्यो हाम्रो धानको कि गाउँ हो यो मेरो है। डक्टर जसले मेरो च्यानल सब्सक्राइब गराइनु गएर यहाँ धान काटेको छ हो है। फ्रीमा काटा फ्रीमा होइन, धान छोडेर ठाउँ चाहिँ बबाल भइसक्यो है। हाइकिङ गर्ने ठाउँमा यार बाइक हाइट डर भइसकेपछि यतिको त गर्नु पऱ्यो नि। हाइकिङ गर्ने ठाउँमा यार बाइक लिएर राइट है झरना खोइ त झन्डा वेरी झरना राइट। मेरो अब बाटो छैन यताले छ क्या बाटो। कसो यार यस्तो बाटोमा ल्याएर उहाँ बस्नु खोजेको थिएँ के अरे त्यसले यहाँ नि। ल आइसकेको छौँ हामी हाम्रो गन्तव्यमा। यही हो झरना, हेरौँ छ कि नै। पुग्यो होला नि त। बाइक आइछ म होला सायद राख्ने। पानी त परिरहेछ, सकिन भन्ने हो। जस ठाउँ चाहिँ बवाल छ है, हाइकिङको लागि पनि प्लस घुम्नको लागि पनि है। काली सर अगाडि हुनुहुन्छ। त्यो त कपाल नबनाउनेले पाल्नु दिने यार। ठाउँ चाहिँ बबाल देखेको थियो। झरनामा काली सरले ल्याउनु भएको है। जोस झरना त यस्तो हो, यस्तै हो है। महादेवजीको दर्शन भयो है होइन। बडेश्वर महादेव यहाँ मन्दिर छ भन्ने थाहै थिएन यार। मन्दिर भयो त म त पहिल्यै आइहाल्थेँ हो। काली मन्दिर भएको छ मलाई पनि कहाँ थाहा थियो त। म यहाँ पहिला आएको मान्छेलाई पनि थाहा छैन फेरि। वाह, खालि केटी मात्र केटीहरू यस्तो पनि आउँछ पहिला हो नि। ठाउँ चाहिँ बवाल छ है होइन काली। मस्त। यहाँबाट फर्किन लाग्यो है भनौँ न। माग्छ मेरो सबै डाइलग याद छ भनेकै त्योभन्दा अरू तैँले डाइलग छ। काले सर अगाडि छन्, बुझ्नु न यहाँ पानीको। काले सरले यस्तो गरेर नि त समात म धुन्छु अनि ओके छ। अब चाहिँ यताबाट फर्किन लाग्यो है। यो पोज दामी छ कि। यो पोज चाहिँ दामी होइन, अलिक राम्रो तरिकाले हालौँ न। अगेन काली सर अगाडि हिँड्नु हुनुहुन्छ।
ठाउँ चाहिँ बबल चोक ओ काली यहाँदेखि हान न एउटा फोटो राम्रो वान मोर कन्टेन्ट कालेश्वर म जाँदैछु अब चाहिँ एउटा फर्किन लाग्यो है ठाउँ चाहिँ बबाल छ है कपालहरूको लागि पनि प्लस घुम्नको लागि पनि टन 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 घाम लागेको छ यार पानी परिरहेछ भिजायो यार एकैछिन होइन भिजायो नि त हामी यहाँबाट टोकाबाट यता गयो भने हामी वान ओके छ नि त कन्टेन्टलाई देखा कन्टेन्ट